नेपाल सम्वतको नयाँ वर्ष यो दिन नेवार समुदायले मनाउँछ मपूजा। मपूजामा देवता भन्दा पहिला आफ्नै आत्मालाई सम्मान गरिन्छ। यो परम्परा नेवारहरूको मात्र होइन, यो शास्त्रमै यसको महत्त्व लेखिएको छ। आफ्नै आत्मालाई पूजा गर्यो भने ब्रह्म प्राप्त हुन्छ भनेर पनि लेखिएको छ। मण्डलमा सर्कलहरू बनाइन्छ जसमा हरेक चिजको आफ्नै अर्थ रहेको छ। पानी जसलाई चाहिँ लमण्ड भनेर भनिन्छ, जसले चाहिँ आफ्नो आत्माको स्वच्छताको प्रतीकको रूपमा युज गरिरहेछ। तेल जुन चाहिँ चिकमण्ड भनेर भनिन्छ, जसले चाहिँ जीवनको सम्पूर्णता देखाउँछ। त्यसपछि अनहत चक्र जसले चाहिँ हृदय चक्र खोलेको चिन्ह देखाइरहेको छ, जुन चाहिँ माया शान्तिको प्रतीक हो। फाइनली यसमा हामीले 8वटा पत्रहरू पनि कोर्छौँ। धेरै दार्शनिकहरूले यसलाई अष्टमङ्गलको रूपमा पनि पूजा गरिन्छ। मपूजामा विभिन्न सामग्रीहरू युज गर्छ, जस्तै अक्षता जुन चाहिँ पृथ्वीको तत्त्व हो, धान जुन चाहिँ जलको तत्त्व हो, गोलो मास जसलाई चाहिँ हामीले अग्निको तत्त्वमा युज गर्छौँ, कालो भटमास जुन हावाको तत्त्व हो, र ट्या जसलाई चाहिँ हामीले आकाशको प्रतीकको रूपमा युज गर्छौँ। पूजाको अन्तिममा सबैको लागि हामीले खेस चढाउने गर्छौँ, जुन चाहिँ अन्डा, माछा, मासु, बजी र रक्सी राखेको हुन्छ, जसले चाहिँ बल, इच्छा, ज्ञानको वृद्धि हुन्छ भन्ने जनमानसमा विश्वास रहेको छ। मपूजाले भन्छ कि आफ्नो आत्मा नै अनन्त शक्ति र संसार हो। यो पूजा हामी सबैको लागि एक सम्झना हो, आफ्नो आत्मालाई सम्मान गरौँ र जीवनको उल्लास मनाऊ भनेर।